संयन्त्र डाकेर छलफल गर्न ओली देउबा तयार। सत्ता गठबन्धन भित्र संशय उब्जिने बोली व्यवहार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउबासँग मंगलबार बिहान छलफल गरेका छन्। बालुवाटारमा करिब 1 घण्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु तथा साझेदारी अनुरूप कार्यशैली नभइरहेको भनिआएका टिप्पणीबीच कुराकानी भएको हो। प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबन्धनको औचित्य र अवधिलाई लिएर दुई शीर्ष नेताबीच कुनै पनि किसिमको अन्यल छैन। उच्च स्तरीय राजनीतिक संयन्त्र भित्रकै केही सदस्यले कांग्रेस एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेको सन्दर्भमा ओली र देउबाले आपसी समझदारी बढाउन छलफल गरेका हुन्। विगतमा पनि राजनीतिक संयन्त्र र कार्यदलहरू मार्फत नमिलेका विषय हल गर्ने चलन थियो नै, अब पनि हुन्छ। बालुवाटार स्रोतले भन्यो, दुवै नेताहरूले सम्भवतः छिट्टै संयन्त्र मार्फत विषयहरूलाई सहजीकरण गर्न अग्रसरता लिनुहुन्छ। संयन्त्रको बैठक केही दिन भित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन्। हाल कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का संयन्त्रको संयोजक छन्। नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षीय नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै एमाले र कांग्रेस वृत्तमा समेत विभिन्न कोणबाट विमर्श भइरहेको छ।